नमस्कार साथीहरू, आज स्टडी पर्मिट सिरिजको पार्ट 2 लिएर आएको छु र यसमा स्टडी पर्मिट कसरी एप्लाई गर्ने स्टेप बाई स्टेप भन्ने कुराहरू म सेयर गर्न गइरहेको छु। र त्यसमा पनि अप्सन दुईटा हुन्छ तपाईँहरूसँग होइन। यदि तपाईँ स्टडी पर्मिट एप्लाई गर्दै हुनुहुन्छ भने एउटा जिसिकी अप्सन भयो जसमा चाहिँ लगइन आइडी क्रिएट गरेर पनि एप्लाई गर्न सकियो। अर्को भनेको अनलाइन पोर्टलबाट पनि तपाईँले स्टडी पर्मिट एप्लाई गर्न मिल्छ। र मैले सुने अनुसार रिसेन्टली मार्चको एन्डबाट चाहिँ अनलाइन पोर्टलमा केही अपडेटहरू आउँदैछ भन्ने कुराहरू सुनिरहेको छु, अथवा बन्द हुँदैछ भन्ने कुराहरू मैले चाहिँ सुनिरहेको छु। तर अब आज मैले सेयर गर्ने चाहिँ अनलाइन पोर्टल हो, किनभने यसमा अलिकति इजी वे पनि छ र मिस्टेक हुने चान्सहरू पनि अलिकति कम हुने हुँदाखेरि म त्यो प्रोसेस चाहिँ सेयर गर्छु। तर यदि पछि अपडेट भएको केसमा चाहिँ डकुमेन्टहरू तपाईँलाई चाहिने सेम नै हुन्छ, त्यसमा चाहिँ खासै केही फरक पर्दैन। अलिकति लगइन प्रोसेसहरूमा फरक हुनसक्छ र त्यसमा अलिकति विचार गर्नु होला। सुरु गरौँ है त। जुन वेबसाइट छ यो वेबसाइटमा तपाईँहरूले हेर्नुभयो भने आइआरसिसीको अनलाइन पोर्टलको वेबसाइट हो र यसमा लगइन आइडी पहिला क्रिएट गर्नुपर्ने हुन्छ र लगइन आइडी क्रिएट गरिसकेपछि तपाईँले इमेल र पासपोर्ट हाल्नुभयो भने लगइन गर्न मिल्छ। र म तपाईँलाई क्विकली भिडियो देखाउँछु साइनअप कसरी गर्ने, किनभने साइनअप गर्नुभन्दा पहिला चाहिँ अगाडि यिनीहरूले चाहिँ इन्भिटेसन कोड भन्ने मागेको हुन्छ र यसमा तपाईँले इन्भिटेसन कोड पनि सजिलै लिन मिल्छ। तपाईँले लगइन गर्नुभयो, इन्भिटेसन कोड लिनुभयो इमेलमा अनि लगइन गर्नुभयो भने तपाईँले लगइन गर्न मिल्यो यहाँ। र तपाईँले अनलाइन पोर्टलमा एकाउन्ट बनाइसक्नु भयो भन्ने कुराहरूको चाहिँ मैले एजम्सन लिएँ र त्यो गरिसकेपछि तपाईँले हेर्नुभयो भने एकदमै सजिलो छ यो। एक्सेप्ट गर्नु होला। त्यसपछि यहाँ इन्फर्मेसन तपाईँले हेर्नुभयो भने आइआरसिसी पोर्टल विल बी क्लोज टु स्टडी पर्मिट एप्लिकेन्ट एज अफ मार्च 25, 2025 भनेको छ। र अब तपाईँले मार्चपछि एप्लाई गर्न खोज्दै हुनुहुन्छ भने सायद अनलाइन पोर्टल चाहिँ अपडेट हुन्छ अथवा बन्द हुन्छ। अब यसको अर्को अप्सन भनेको जिसिकी अप्सन हो। त्यो पनि म अर्को कुनै दिन टाइम भयो भने म तपाईँलाई सेयर गर्छु। तर डकुमेन्ट वाइज तपाईँले अपलोड गर्ने डकुमेन्ट चाहिँ खासै त्यति फरक हुँदैन। र मैले यहाँ एप्लाई फर भिजिटर भिजा वा ट्रान्जिट भिजा, अब यहाँ क्वेसनरहरू तपाईँले एन्सर गर्नुपर्ने हुन्छ। अनि स्टार्ट एप्लिकेसन मैले गरेँ है त। मैले एकजनाको लागि मात्र, मेरो लागि मात्र एप्लाई गर्दैछु भन्ने एजम्सन लिएँ होइन। आई वान्ट टु एप्लाई फर स्टडी पर्मिट होइन। वाट एक्ज्याक्टली भनेको छ यसमा चाहिँ अभियसली मोर देन 6 मन्थ गर्नु होला। र यसमा चाहिँ अब प्रोभिन्सियल एटेस्टेसन लेटरहरू चाहिन्छ भन्ने कुराहरू आएको छ। यो अफकोर्स मैले अघि पहिला डकुमेन्टमा पनि मैले भनिसकेको छु त्यो कुराहरू। अब यो मैले के भने तपाईँले अफर लेटर आउँदाखेरि चाहिँ फी पे गर्नुभयो भने यो तपाईँसँग एटेस्टेसन लेटर अलरेडी नै हुन्छ है। एन्ड विच प्रोभिन्स आर यु एप्लाइङ भनेर चाहिँ मैले अल्बर्टा भनेर लेखेँ। अब प्रोभाइड द डकुमेन्ट नम्बर अफ द प्रोभिन्सियल एटेस्टेसन लेटर भनेर चाहिँ मैले ऱ्यान्डमली नै हालेँ। र एक्सपिरेसन डेट कहिले छ होइन त्यो सबै तपाईँ एटेस्टेसन लेटर हेर्नुभयो भने अफकोर्स त्यहाँ थाहा नै भइहाल्छ। र मैले चाहिँ यहाँ 2026 लेखेँ सेप्टेम्बर। ऱ्यान्डमली मैले चाहिँ एज एक्जाम्पल मात्रै लिँदैछु। लिभमा चाहिँ मैले 2 इयर प्रोग्राम भने होइन। 2027 सेप्टेम्बरमा सकिन्छ। अब यो सबै तपाईँको अफर लेटरहरूमा देखेको हुन्छ, यसमा खासै केही प्रब्लम हुन्छ जस्तो लाग्दैन मलाई। तपाईँ पहिलोचोटि एप्लाई गर्दै हुनुहुन्छ भने युसिआई नम्बर हुँदैन तपाईँको, त्यो सेभ एन्ड कन्टिन्यू। यो सबै इन्फर्मेसनहरू चाहिन्छ भन्ने कुराहरू आएको छ। यसमा सजिलो छ, क्वेसनहरू मात्रै एन्सर गर्ने हो। आर यु एप्लाइङ अन द बिहाफ अफ समवन, नो भनिदिनुहोस् होइन। सेभ एन्ड कन्टिन्यू। डेट अफ बर्थहरू यो सबै हाल्नु, जेन्डर होइन। अब विच डकुमेन्ट आर यु ट्राभलिङ विथ, पासपोर्ट रेगुलर भइहाल्यो। कन्ट्री कोड अफ नेपाल, नेपाल नेसनालिटी नेप्लेज होइन। ऱ्यान्डमली मैले चाहिँ पासपोर्ट नम्बरहरू हालेको छु। यसमा पासपोर्ट नम्बरहरू अनि डेट अफ इस्युजहरू तपाईँले चाहिँ हाल्न सक्नुहुन्छ। एक्सपिरेसन डेट यो सबै पासपोर्टमा हुन्छ, एकदम इजी छ है। अब यसमा
राष्ट्रिय परिचय पत्र छ भने यसमा हाल्नु मिल्छ। मैले यसमा चाहिँ नो गरिदिएँ अहिलेको लागि चाहिँ। अब यसमा सेलेक्ट कन्ट्री होइन, कन्ट्री नेपाल भइहाल्यो। एड्रेसमा आफ्नो एड्रेस जुन छ त्यो सेयर गर्नु होला। यो इजी छ, यसमा भन्नुपर्ने कुराहरू केही पनि छैन। इज योर मेलिङ एड्रेस सेम एज रेसिडेन्सियल एड्रेस? यस गरिदिउँ होइन। यसमा अब तपाईँ विभिन्न कन्ट्रीहरूमा बस्नुभएको छ मोर देन 6 मन्थ लास्ट 5 इयर्समा भने त्यो सबै हाल्नुपर्ने हुन्छ। र मेरो केसमा मैले चाहिँ अलिकति इजी बनाउनको लागि चाहिँ मैले ट्राभल गरेको छैन भनेर लेखिदिन्छु है। कन्ट्री अफ रेजिडेन्स मैले नेपालमै हालेँ। त्यसपछि यसमा सिटिजनसिप गयो, सिन्स बर्थ होइन, तपाईँ होला 7 कन्टिन्यू। इन लास्ट 10 years have you provided biometric? No. Which of the following applies to you भन्दाखेरि यो प्रायः जसो कुनै पनि अप्सन चाहिँ एप्लाई हुँदैन हाम्रो लागि चाहिँ। लेभल अफ स्टडी मास्टर्स डिग्री, मैले चाहिँ मास्टर्स डिग्री एप्लाई गरेँ भनेर सेलेक्ट गरेँ। अब यहाँ डिएलआई नम्बर मागेको छ होइन। गुगलमा गएर डिएलआई क्यानाडा भनेर हाल्नुभयो भने युनिभर्सिटीको पुरै लिस्टै आउँछ, त्यहाँबाट सिलेक्ट गर्न सक्नुहुन्छ। मैले चाहिँ यहाँ युनिभर्सिटी अफ अल्बर्टाको चाहिँ अलरेडी मसँग भएको हुनाले मैले गुगलमा गएर सर्च गरेर त्यो डिएलआई नम्बर हालेँ है त। 1832। यो चाहिँ अब तपाईँको कुन युनिभर्सिटीबाट एक्सेप्ट भएको छ त्यो युनिभर्सिटीको चाहिँ गुगलमा गएर डिएलआई क्यानाडा युनिभर्सिटी भन्नुभयो भने सबै लिस्ट युनिभर्सिटीको लिस्ट र नम्बरहरू आउँछ, त्यहाँबाट गर्न मिलिहाल्छ है। युनिभर्सिटीको एड्रेस हालिदिए हुन्छ। गुगलमा गएर युनिभर्सिटीको नाम हाल्नुभयो भने सबै एड्रेसहरू त्यहाँ आइ नै हाल्छ। यो इजी नै छ, सबै एड्रेसहरू तपाईँले हाल्नु मिल्छ है त। नेक्स्टमा छ स्टडी परमिटमा एजुकेसन कस्ट भनेको छ। अब यसमा तपाईँको अफर लेटर युनिभर्सिटीबाट आएको छ, त्यसमा चाहिँ लगभग थाहा हुन्छ। 2 वर्षको कोर्स हो भने मैले चाहिँ लगभग 50,000 60,000को रेन्जमा चाहिँ मैले ऱ्यान्डमली लेखेँ। र टोटल एमाउन्ट अफ फुड एन्ड लजिङ ड्युरिङ द ड्युरेसन अफ प्रोग्राम भनेको छ। अब 1 वर्षमा लगभग क्यानाडामा चाहिँ रफली 20,635 जतिको चाहिँ एटलिस्ट लिभिङ एक्सपेन्सेस स्टडी बाहेक अरू एक्सपेन्सेस भनेर चाहिँ गभर्मेन्टले वेबसाइटमा लेखेको छ। त्यसैको मल्टिप्लिकेसन बाई 2 इयर्स गर्नुभयो भने मैले चाहिँ 42,000 जति चाहिँ टोटल एमाउन्ट क्यानेडियन डलर भनेर चाहिँ फुड लजिङको लागि चाहिँ यति अमाउन्ट चाहिन्छ भन्ने कुराहरू मैले चाहिँ त्यो क्यालकुलेसनको हिसाबले लेखेँ। द फन्ड्स एभाइलेबल फर स्टडी इन क्यानाडा। अब यसमा त दुईवटा जोडेर कति भयो 10 भनेर लेखिदिएँ मैले, त्यही दुईवटा जोड्नुहोस् अनि $110,000 हु विल पे भन्दाखेरि माइसेल्फ or my parents. Are you receiving any financial support? No. 7 continue. Do you want to apply for work permit to participate? तपाईँको कोअप प्रोग्राम गर्नुपर्ने छ भने चाहिँ त्यो प्रोग्राममा चाहिँ सायद वर्क पर्मिट चाहिन्छ होला, त्यो छ भने लेख्नु होला। मैले चाहिँ नो भनेर लेखेँ। हेभ यु एभर स्टडिड एट अ पोस्ट सेकेन्डरी स्कुल भनेको छ। अब यसमा युनिभर्सिटीहरू कहीँ कलेजहरू जानुभएको छ भने त्यो लेख्नु पऱ्यो होइन। जस्तै कोही कोही मास्टर्स प्रोग्राम गर्न आउँदै हुनुहुन्छ भने तपाईँले ब्याचलर्स पढेर आउनुभएको छ भने त्यो कहाँ पढ्नुभयो के पढ्नुभयो भन्ने कुराहरूको डिटेल्स यहाँ लेख्नुपर्ने हुन्छ। तर मैले चाहिँ अझ सजिलो बनाउनको लागि नो लेखेँ। मिलिट्री नो भइहाल्यो। अब यसमा अल इम्प्लोइमेन्ट हिस्ट्री तपाईँले काम गर्नु भएको छ होइन, ब्याचलर्स पढ्दाखेरि काम गर्नु भएको छ अथवा मास्टर्स र ब्याचलर्सको बिचमा कहीँ ग्याप थियो र त्यसमा पनि काम गर्नु भएको छ भने त्यो इन्फर्मेसनहरू पनि यहाँ लेख्नुपर्ने हुन्छ। र अहिलेको लागि चाहिँ मैले के लेखेँ भन्दाखेरि सिन्स आई टर्न 18 आइम अनइम्प्लोइड भनेर लेखिदिन्छु है। अब तपाईँहरूले काम गर्नुभएको छ भने चाहिँ डेफिनेटली त्यो लेख्नु होला। अनइम्प्लोइड भने चाहिँ मैले होमटाउनहरू नै लेख्छु र तपाईँको कुनै एड्रेसहरू छ भने त्यो डेफिनेटली लेख्नु होला है। मैले चाहिँ अनइम्प्लोइड भनेर लेखेँ सिन्स आई टर्न 18 है। तपाईँ इम्प्लोइड हुनुहुन्छ भने त्यसमा इन्फर्मेसन हाल्नु होला। ड्युरिङ द पास्ट 5 years हेभ यु ट्राभल टु अ कन्ट्री? नो लेखेँ मैले। ट्राभल हिस्ट्री पनि तपाईँको पासपोर्टमा क्लियरली भइहाल्छ, तपाईँको छ भने त्यो सबै लेख्नुपर्ने हुन्छ। भयो तपाईँ
यसमा तपाईँहरूले आफ्नो प्यारेन्ट्सको होइन डिटेल अलिकति हाल्नु पऱ्यो, किनभने यो फेरि पछि डकुमेन्टहरूमा पनि ट्र्याक हुन्छ र जे छ त्यो नै हाल्नु होला। यसमा चाहिँ मैले सर्टकट गर्नुको लागि त्यो इन्फर्मेसन सजिलो भइहाल्छ, तपाईँले हाल्न सकिहाल्नुहुन्छ। अब यसमा टेलिफोन नम्बरहरू हाल्न सक्नुहुन्छ। तपाईँ नेपालबाट एप्लाई गर्दै हुनुहुन्छ भने आफ्नो नम्बर के छ नेपालको त्यही अनुसार हाल्नु होला है त। यो सबै इन्फर्मेसनहरू हालेपछि क्विकली तपाईँहरूले यहाँ रिभ्यू गर्नु होला, किनभने काहीँ इन्फर्मेसनहरू छुटेको हुनसक्छ अलि हतारमा। त्यो सबै रिभ्यू गरेर अनि सेभ एन्ड कन्टिन्यू गर्नु होला। अब यो सबै गरिसकेपछि अब डकुमेन्टहरू तपाईँलाई के चाहिन्छ सबै कुराहरू यहाँ सपोर्टिङ डकुमेन्ट होइन, लेटर अफ एक्सेप्टेन्स भनेको छ युनिभर्सिटीबाट अफर लेटर तपाईँले पाइहाल्नु भएको छ, स्ट्रेट फरवर्ड छ यो डकुमेन्ट, इजिली तपाईँले एट्याच गर्न सक्नुहुन्छ। र एटेस्टेसन लेटर मैले पहिला पनि भनिसकेँ पार्ट 1 मा, तपाईँले युनिभर्सिटीमा बाट अफर लेटर जुन आउँछ त्यसलाई एक्सेप्ट गरिसकेपछि तपाईँले ट्युसन फी अथवा एडमिसन डिपोजिटहरू बुझाउनु भएको छ भने युनिभर्सिटीले आफैले चाहिँ प्रोभिन्सियल एटेस्टेसन लेटर दिन्छ। त्यो एटेस्टेसन लेटर चाहिँ यहाँ अपलोड गरे हुन्छ तपाईँले एड फाइल गरेर है। पासपोर्ट र ट्राभल डकुमेन्ट स्ट्रेट फरवर्ड भइहाल्यो, फर्स्ट पेज सेकेन्ड पेज, अनि तपाईँको जहाँ जहाँ ट्राभल हिस्ट्री छ त्यो सबै कुराहरू स्ट्याम्प भएको जुन फाइलहरू छ त्यो सबैलाई चाहिँ स्ट्याम्प भएको जति पनि पेजहरू छ त्यो सबै पेजलाई चाहिँ स्क्यान गरेर यहाँ अपलोड गर्नुपर्ने हुन्छ एउटा फाइलमा है। त्यसपछि फन्ड प्रुफमा चाहिँ तपाईँहरूले स्टुडेन्ट लोन लिनुभएको छ भने त्यो पनि एज अ फन्ड प्रुफ अफ फन्ड सब्मिट गर्न मिल्छ। ब्याङ्क स्टेटमेन्टहरू लास्ट 4-5 मन्थ्सको ब्याङ्क स्टेटमेन्टहरू, ब्याङ्कमा कति पैसा डिपोजिट छ भने त्यो पनि एज अ फन्ड प्रुफ अफ फन्ड बुझाउन मिल्छ। कसैले स्कलरसिप पाउनु भएको छ भने त्यो लेटर पनि स्कलरसिपको जुन लेटर छ त्यो पनि बुझाउन मिल्छ एज अ फन्ड होइन, प्रुफ अफ फन्ड। र कसैले स्पोन्सर गरेको छ, कसैले चाहिँ त्यो लेटर चाहिँ उसले लेखिदिनु पऱ्यो स्पोन्सर गरेको छ भनेर, फाइनेन्सियली सपोर्ट, अनि उसको डकुमेन्टहरू पनि केही एडिसनल माग्न सक्छ र त्यो सबै कुराहरू एज अ प्रुफ अफ फन्ड चाहिँ बुझाउन मिल्छ। यो सबै बुझाइसकेपछि अब कन्सेन्ट पर्सनल इन्फर्मेसन त यो इजी नै भइहाल्यो, स्ट्रेट फरवर्ड छ। एडिसनल डकुमेन्टमा तपाईँले बुझाउनु पर्ने भनेको मेबी स्टेटमेन्ट अफ पर्पज होइन, किन क्यानाडा आउने, के को लागि आउने, फर्किने कहिले, किन फर्किने, त्यो अलिकति एउटा स्ट्रङ रिजनिङहरू 1 or 2 पेजको बनाउनु भयो भने त्यसले पनि तपाईँलाई डकुमेन्ट स्ट्रङ बनाउन चाहिँ हेल्प नै गर्छ। र यति गरिसकेपछि तपाईँले सेभ एन्ड कन्टिन्यू गर्नुपर्ने हुन्छ, अनि बायोमेट्रिक स्टडी पर्मिटको पैसा बुझाउनु पर्ने हुन्छ। त्यसको लागि चाहिँ क्रेडिट कार्डहरू चाहियो। अब क्रेडिट कार्ड चाहिँ नेपालमा प्रायः जसो भनौँ न ब्याङ्कमा गएर पनि तपाईँले यो फी मलाई बुझाउनु पर्ने छ भन्नु भने ब्याङ्कले पनि त्यो पे गरिदिन्छ र अलिकति एडिसनल चार्ज चाहिँ लिन्छ। र त्यो सबै गरिसकेपछि तपाईँको स्टडी पर्मिट चाहिँ सबमिट गर्नु पर्यो। होपफुली आजको यो भिडियोले कसरी स्टडी पर्मिट एप्लाई गर्ने स्टेप बाई स्टेप भनेर अलिकति केही हेल्प दियो होला। यो सबै अनलाइन पोर्टल हो। तपाईँको अर्को अप्सन भनेको जिसिकी अप्सन छ जसमा लगइन आइडीहरू क्रिएट गर्न मिल्छ। त्यो पनि अब सिमिलर स्टेप नै हो, प्रुफ अफ फन्ड सबै डकुमेन्टहरू सेम नै चाहियो, तर अलिकति लगइन प्रोसेसहरू चाहिँ फरक हुन सक्छ। त्यति भन्दै खुसी रहनुहोस्, मस्त रहनुहोस्।